थियो। 64 साल आउँदै गर्दा ढुङ्गा माटो पनि माओवादी बन्न तयार भयो। अब 84 आउँदै गर्दा यस्तो परिस्थिति बन्दैछ, ढुङ्गा माटो कुकुर बिरालो छाना छगडा पात पतिङ्गर सबै दलित बन्नेवाला छ। अब यो दिनको सुरुवात हुँदैछ। यो एउटा सुरुवात मात्र हो। दलितहरूले एउटा आँट गर्नु बेला भएको छ। अब त दलितहरूले बरु जति युवा साथीहरू यहाँ अगाडि बसिरहनु भएको छ, त्यो गर्भमा हुर्किँदै गरेको बच्चालाई छान्नुहोस्, त्यो काखमा समाउँदै गरेको बच्चाको अनुहारलाई एकचोटि हेर्नुहोस्। यिनलाई स्वतन्त्रता दिलाउनु छ भने, यिनलाई न्याय दिलाउनु छ भने, यिनलाई यो सच्चा समाज दिनु छ भने, बाघको गर्भबाट बाघ जन्मिन्छ, हात्तीको गर्भबाट जन्मिने हो, गुलामको गर्भबाट गुलामै जन्मिन्छ, दासको गर्भबाट दास जन्मिन्छ, दास भएर जन्मिने, लास भएर जन्मिने, वा सपूत भएर जन्मिने, वा एउटा वीर भएर जन्मिने, एउटा योद्धा भएर जन्मिने। अब दलितहरूले छान्नु पर्ने बेला भएको छ। अब दलितहरूले जान्नु पर्ने बेला भएको छ। अब दलितहरूले बुझ्नु पर्ने बेला भएको छ। दलितहरूको एकता भनेको गैर दलितको विरुद्धमा होइन। मानिसहरू के बुझ्छ? आज दलितहरू बजारमा आएका छन्। केही दलितहरू, केही उग्र दलितहरू यसो सुन्छु, बाहुनको घाँटी काट्नुपर्छ, ठुला जातिको टुप्पी काट्नुपर्छ, बाहुनको घाँटी काट्नुपर्छ भन्ने दलित र मान्छेलाई दलित बनाएर पिँढी सुना बित्तिकै घाँटी काट्ने बाहुन, यी दुईटै समाजको लागि घातक हुन्। यी दुईटैले समाज